यो चैतमा चाहिँ टमाटर कति धेरै फल्ने क्या, अनि हाम्रो घरमा पनि त्यसरी नै फलेको थियो। अनि यसलाई चाहिँ हामीले बर्खाको लागि स्टोर गरेर राख्न लागेका छौँ। टिपेर अनि टिपिसकेर चाहिँ यसलाई हामीले मजाले पानीमा पखालेर यसको भेट्नाहरू केलाएर किरा भएको टमाटरहरू फ्याँकेर नभएको टमाटरहरू चाहिँ छुट्टै राम्रो राम्रो टमाटरहरू यसरी आरीमा राखेर चाहिँ ठिक्क पारेको छौँ। अनि आगो बालेर यसलाई चाहिँ हामीले ठुलो कन्तीमा बसालेको छौँ होइन। अनि दुईटै सानो पनि छ, ठुलो टमाटर पनि छ। अनि त्यो चाहिँ पानी सुकिसकेपछि मजाले फत्किसकेपछि चाहिँ हातले मजाले मिचेर मुरेको प्लास्टिकमा हुन्छ नि, मुरेको प्लास्टिकमा मजाले मिचेर यसरी सुकाएको छौँ। अनि धेरै थियो नि त, त्यही भएर दुईवटा प्लास्टिकमा सुकाएको छौँ। एउटामा गोलो रोटी जस्तो बनाएर अर्कोमा चाहिँ ट्रायङ्गुलर सेपमा बनाएर सुकाएको छौँ। अनि यो चाहिँ मजाले सुकिसकेपछि चाहिँ हामीले यो उक्काउँदैछौँ। उक्काउँदाखेरि चाहिँ यस्तो हुन्छ। अनि यो मजाले सुक्यो भने चाहिँ आफै मजाले उक्किन्छ, सुकेन भने चाहिँ उक्किँदैन। अनि यसरी हाम्रो चाहिँ मजाले सुकेको छ, त्यही भएर उक्किरहेको छ, मजाले निस्किरहेको छ होइन। यो चाहिँ रोटीको सेप जस्तै पनि छ अनि डिफ्रेन्ट सेपमा छ क्या। अनि यो सुकिसकेपछि चाहिँ यस्तो हुन्छ। अनि हल्का उसेको हुनाले हामीले घाममा फेरि सुकाइदिएका छौँ। अनि यसरी चाहिँ हाम्रो घरमा टमाटर स्टोर गरेर गर्छौँ।